वेलकम ब्याक टु माई ब्लग 2। यो चाहिँ मेरो ब्लग 2 है। अनि आज चाहिँ तपाईहरु सबैले सोचिराख्नु भएको होला कहाँबाट स्टार्ट गर्दैछ भनेर हैन। आज चाहिँ म मेरो मामा घर आइपुगेको छु। मेरो मामा घर चाहिँ नभन्नु होला साथीहरु, यस्तो टाढो छ मेरो मामा घर। आउनुको लागि मलाई 20 वर्षमा आज फर्स्ट टाइम स्टेको लागि आएको छु। नाइट भन्दा दिनमा आएको म। आज चाहिँ म मेरो मामा घरमा स्टे गर्ने छु हैन। मामाहरुले चाहिँ मलाई इन्भाइट गर्नुभएको थियो आज मेरो डिनरको लागि हैन। अब चाहिँ म तपाईहरुलाई इन्ट्रोड्युस गराउने छु घरमा को हुनुहुन्छ भनेर। अनि यिनीहरुले चाहिँ के चाहिँ बनाउँदैछ समथिङ स्पेशल हैन। तर के गर्नु, आफू त पर्यो भेजिटेरियन र किनसम्म चिनाउँदैछु तपाईहरु सबैजनालाई। हुन्छ आजको हाम्रो सेफ उहाँ चाहिँ हुन् मेरो मामाको ठुलो मामाको जेठी छोरी सञ्जना शर्मा। के बनाएको? बुरिन स्टाइल भन्दै न। के बनाएको? अचार। के को अचार? टमाटरको। यो चाहिँ आलस। आलस। यसले आज के बनाएको छ साथीहरु म देखाइदिन्छु ल। के यो हैन, यो चाहिँ मामाको लागि यो के भन्छ यसलाई, माछा। माछा यो चाहिँ के रे खोलाको है, खोलाको। यो चाहिँ अर्ग्यानिक हो, खोलाबाट ल्याएको। अनि यता चाहिँ मैले नखानु हुने जिनिस रहेछ। हजुरआमाले देख्यो भने मार्नुहुन्छ होला, सरी हजुरआमा। आज चाहिँ खसीको मासु अरे, तर हुनु चाहिँ यो पोल्ट्री हो। अनि यो चाहिँ के हो? यो चाहिँ मेरो लागि स्पेशल रहेछ, आलुको दम हो कि के हो? अनिसाको लागि अचार बनाएको। यो चाहिँ म भेज हो कि अन्त। अनि यहाँ चाहिँ के बनाएको सञ्जना? त्यो चाहिँ नभनेको छोड। यहाँ चाहिँ के बनाएको न, जे बनिन्छ रोकिन। यहाँ चाहिँ जे बनिन्छ त्यही हेर्यो, उता चाहिँ भात होला हैन। अनि यहाँ चाहिँ अनि यहाँ चाहिँ मेरो मामा हुनुहुन्छ। हेलो भनिदिनुहोस् न मामा। हाम्रो मामा चाहिँ यस्तो हुनुहुन्छ कि बेसी नै मजाक गर्नुहुन्छ। अन्त यहाँ चाहिँ हाम्रो के सामान छ भनेर हेर्नुहुँदैछ। यो चाहिँ हाम्रो झालमुरीको सामान होइन सञ्जना? यो चाहिँ मेरो लागि ल। अनि हेर्नुहोस् होला हाम्रो मामा घर। माइजू चाहिँ कहाँ हुनुहुन्छ? कता हुनुहुन्छ हाम्रो माइजू? ए माइजू चाहिँ यता बिजी हुनुहुँदो रहेछ। के अरे कोरियन ड्रामा के ड्रामा हेर्नुहुँदो रहेछ माइजूले चाहिँ हो। उहाँ चाहिँ मेरो माइजू, ठुलो माइजू। हेलो गाइस भनिदिनुहोस् न। हेलो गाइस। चाहिँ मेरो बहिनी हुनुहुन्छ, ठुली आमाको छोरी। बहिनी यता हेरिदेऊ। हेलो। उहाँ चाहिँ बिजी हुनुहुँदो रहेछ। कोसँग हो कुनी? एकजना दिदी आउनुहुँदो रहेछ। उहाँ चाहिँ हाम्रो दिदी सञ्जनाको साथी प्रिया दिदी हुन्। उहाँ चाहिँ ड्युटीबाट आउनुभएको डाइरेक्ट। कसलाई? सञ्जना लागि? मलाई? धन्यवाद धेरै धेरै तपाईँलाई। गाइस हाम्रो चाहिँ डिनर रेडी छ। यो चाहिँ हो यिनीहरूको दिदी पनि आइसक्नु भएको छ। यहाँनिर दिदीकै वेटमा थियौँ होइन हामी चाहिँ। पनि मेरो फेभरेट हो। मलाई मासु आयो के भन्छ अरे लसुन अरे। अनि आलसको अचार। अन्त दिस वान इज माई आलुको दम, अचार, राइस, अन्त दाल। अनि दिस वान इज पापड। हुन्छ गाइस खाइसकेर भेट्यौँ ल, बाई। गाइस मेरो चाहिँ कम्प्लिट भयो हो। अन्त यिनीहरूको चाहिँ यहाँ हड्डी चुसाइ हुँदैछ। दिदीले पनि कम्प्लिट गर्नुभएको छ हो। त्यो चाहिँ के गर्नुभएको? चढाएको जस्तै। चाहिँ यहाँनिर गफको सेसन चल्दैछ खानासाना खाएर होइन। अनि एकछिन फेरि भोक लाग्छ भनेर यहाँ हेर्नु न, यहाँनिर चाहिँ प्याज र काँक्राहरूको कटिङ हुँदैछ। झालमुरी खाने अरे हो। ल अहिले भेट्यौँ ल गाइस। हाम्रो चाहिँ यो रेडी भएको छ। यो चाहिँ किन यस्तो भने झालमुरी बनाउन पनि त हामीले बेसी खाना खायौँ कि, त्यही भएर चाहिँ बरु यति अलिकति चाहिँ खाऊँ भनेर नि ल्याएको चिज। यो चाहिँ भुजा मान्छेलाई त्यति मटर माइक तपाईँले मलाई भुजेर त्यो खोलेर देखाइदिएन। आजको स्पेसल हो यो चाहिँ सञ्जनाले बनाएको। यो के हो कि के हो होइन। अनि यहाँ चाहिँ दिदीले ल्याउनु भएको। अब चाहिँ हामी यो खान्छु। अब चाहिँ हाम्रो सुत्ने टाइम भयो। टाइम भन्नुपर्दा चाहिँ कति भयो भन्दा 11:24 भइसकेको छ होइन। सबैजना यता लडिरहनु भएको छ। बिजी छ हो। निन्द्रा लागि कस्तो आँखै तिरमिर भयो भन्दा पनि फ्ल्यास लाइट ल्यायो। हुन्छ त लस, गुड नाइट, सी यू इन द नेक्स्ट ब्लग। डु लाइक, शेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल। Bye bye guys.